के छ रमेशको खबर? ठीक छ। नमस्कार हजुर, नमस्कार। ल निर्मल सर आराम हुनुहुन्छ के रे? ल स्वागत छ है, स्वागत छ। ल ल धन्यवाद है। आउनुहोस्। खै त अरू साथीहरू? ओ ल नमस्कार है हजुर, नमस्कार नमस्कार। को चाहिँ म? होइन टाइम त 2 बजेको भनेकै हो त, होइन र? यसो गरौँ न, यसलाई बरु एकै ठाउँमा गराएर गरौँ। मेन मान्छे त उहाँहरू हो नि त अहिलेखेरि। डाक्टर त 2:30 बजे भन्ने कुरो थियो, त्यो भिलेजमा हो के यता चाहिँ सिङ्गल, यता सबभन्दा जल्दो बल्दो यहाँ हो के अरे। यति हो के छ रमेशको खबर? ठीक छ। सबै साथीहरूको ध्यान आकर्षण गर्न चाहे। आज मिति 2082 पौष 25 गते फलेवास नगरपालिका अन्तर्गत फलेवास अस्पतालमा विगत 2 वर्षदेखि छात्रवृत्ति करारमा कार्यरत हाम्रा डाक्टर साहब पर्णिन सापकोटाको आज हामी बिदाई गर्ने भनेर सम्पूर्ण यो फलेवास नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाका प्रमुख साथीहरूको तर्फबाट बिदाई गर्ने जवाबमा सञ्चारमा हामी छौँ। र अब हाम्रो केही साथीहरू चाहिँ यस कार्यक्रममा उहाँहरूको भौतिक उपस्थिति नभएर पनि उहाँहरूको सद्भाव डाक्टर साहबलाई शुभकामना। उहाँहरूले हामीसँग पठाउनु भएको छ र ढिला नगरिकन अब यसलाई मैले धेरै औपचारिक कार्यक्रमतर्फ लैन, अब यो थोरै एउटा माहौल गरौँ र एउटा वेमा सकौँ भन्ने हिसाबले नै यसरी म चाहिँ सहजीकरण गर्न गएको छु। र यसमा चाहिँ हाम्रो सबै साथीहरूले हिजो हाम्रो छोटो सल्लाह गरेर होइन ल है अब डाक्टर साहब सकिँदैछ भनिसकेपछि यसो गरौँ न भन्ने एउटा जुन एउटा आइडिया हाम्रो विशेष गरेर डिबीलाई अलिक बढी यसमा चाहिँ लागि पर्नु भएको छ होइन। त्यसको लागि दाइलाई पनि विशेष आभार। र त्यसमा चाहिँ हस्टेमा हैसियत गर्ने काम सबै साथीहरूले गर्नुभएको छ। त्यसमा पनि सबै साथीहरूप्रति आभार व्यक्त गर्दै डाक्टर साहबलाई सम्पूर्ण स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य संस्था प्रमुखहरूको तर्फबाट एउटा मायाको चिनो र सहित बिदाई गर्ने हामी सङ्घारमा छौँ, तर्खरमा छौँ। र डाक्टर साहबलाई सुरुमा अबिर, माला, खाता लगाएर हामी चाहिँ सम्पूर्ण स्वास्थ्य चौकी प्रमुखहरूको तर्फबाट मायाको चिनो वितरण गर्छौँ। र त्यस पछाडि केक काटेर अनि हामी एउटा खाजाको पनि व्यवस्था गरेका छौँ। खाजा खाएर हामी बिदाई हुन्छौँ। र अब त्यसपछि केही यसो रमाइलो गरौँ भन्ने केही आशय भएछ भने हामीले बजाउने नाच्नेको पनि व्यवस्था गरेका छौँ है, त्यो पनि गरौँला।
र ढिला नगरिकन अब यसो गरौँ अब हामी यहाँ सबैभन्दा सिनियर हाम्रो निर्मल सर हुनुहुन्छ कि होइन त्यसो भएको कारणले गर्दाखेरि हाम्रो निर्मल सरबाट सुरु गरौँ अनि त्यसपछि हामीले सबै साथीहरू सहभागी गरौँ ल है त ल 2 वर्ष यहाँ हाम्रीकामा सेवा गर्नुभयो यहाँको सुखद भविष्यको कामना सहित हामी कामना गर्छौँ र हामीलाई नबिर्सनु हुन पनि अनुरोध गर्न चाहन्छु होइन मैले स्वागत गरेर होइन अब मैले बिदाय गर्दैछु यहाँ देवीस्थान नगरस्थलमा होइन त्यही हुनुहुन्थ्यो नि त त्यो बेलामा ल यसो ल सबै साथीहरूलाई एकदम धेरै धेरै धन्यवाद छ अब विशेष गरेर डाक्टरलाई मैले अघि नै भनिसकेको छु अब म आफै नगर अस्पतालको प्रमुखको जिम्मेवारीमा रहिरहँदा मैले स्वागत गरेँ र आज बिदाई पनि होइन यो बिदाईको क्रममा मैले सहजीकरण गर्दैछु अब त्यसमा छोटो समय डाक्टर साहबसँग सँगै काम गर्ने अवसर पनि मिल्यो सहकार्य पनि गरेँ र त्यसबाहेक यो 2 वर्षको क्रममा हामी सबै साथीहरूसँग विभिन्न सभा समारोह तालिम गोष्ठीहरूमा पनि सहकार्य भएका छन् र अब त्यो सहकार्य गर्ने क्रममा कहिलेकाहीँ तिता मिठा त्यस्ता अनुभवहरू केही छन् भने पनि आजको यो बसाइले आजको यो इन्टरेक्सनले उहाँलाई राम्रो राम्रो कुराहरू मात्रै लिएर जाने एउटा चाहिँ प्रेरणा मिलोस् र त्यो ठुलो मन बनाएर डाक्टर साहबले यो 2 वर्षको बसाइका क्रममा केही होइन अब काम गर्ने क्रममा अब हाम्रो कार्य अनुभवका आधारमा हामी अब त्यो विषय विज्ञ नभए पनि हाम्रो अनुभवको आधारमा केही पर्सनली कुराहरू कार्यालय व्यवस्थापनको कुराहरू दिने अवसर पाइयो होइन सहजीकरण गर्ने अवसर पाइयो र सँगसँगै अब विभिन्न हाम्रा क्लिनिकल प्रोब्लमहरूमा डाक्टर साहबले पनि हामीले सहजीकरण गर्नुभएको छ त्यसको पनि हामी आभारी छौँ र आगामी दिनमा डाक्टर साहबको अब शैक्षिक यात्रा थप सफल रहोस् अब उहाँले अब प्र्याक्टिस गर्ने नगर्ने अब आफ्नो यो प्रोफेसनल लाइफलाई अगाडि बढाउने कि शैक्षिक यात्रा अगाडि बढाउने भन्ने कुरामा चाहिँ हुनुहुन्छ होला र उहाँले जे आफ्नो योजना बनाउँदै हुनुहुन्छ उहाँ पूर्ण सफलताको हामी शुभकामना व्यक्त गर्दछौँ र ढिला नगरिकन सम्पूर्ण स्वास्थ्य चौकी प्रमुखहरूको तर्फबाट यो मायाको चिह्न हस्तान्तरण गरिदिनु हुनका लागि हाम्रा जनस्वास्थ्य निरीक्षक द्वय निर्मल सर र हाम्रो डिबी दाईलाई हार्दिक अनुरोध गर्दछु अनि होइन सबै त्यसमा सहभागी भइहाल्नुहुन्छ जानु नि तपाईँले फोटै खिचौँ न यो त यहाँ हुन्छ ल यही भएर खाने खुवाउने केही फरक पर्दैन
गइहाल्नु भयो गिलास ल्याउनुहोस् मलाई त्यति सुने किन हो क्यालोरी अहिले ऊ पुग्दैन होला हामीलाई धेरै भयो त्यसपछि अब 2 वर्ष चाहिँ अनिवार्य सेवा दिनुपर्ने हुन्छ त्यो जिम्मेवारी हुन्छ त्यसपछि विभागबाट चाहिँ फलेवासमा खटायो अब फलेवास भनेको चाहिँ अब पाहाड घर जमिनी होइन तपाईँ अहिले बसाइ चिकन फलेवास भनेको आफ्नै गाउँठाउँ जस्तो लागेर ल ठिक छ फलेवासमा आउँदाखेरि दुर्लभ सराउनु केही समयसम्म पनि काम गरियो पछि अब यता पूर्वखाली गएर बनाउँदै जाने त्यसपछि अब फलेवासमा फेरि आफ्नो आफन्तहरू पनि धेरै हुनुहुन्छ होइन अब त्यसले गर्दाखेरि चाहिँ अब उहाँहरूको त्यही साथ सहयोग त्यसले गर्दा नि पुस गरिराख्यो फलेवासमै गरौँ अब बिचमा छोडेर किन अन्त जानु पऱ्यो भन्ने जस्तो भयो र आज चाहिँ अब ठ्याक्क 2 वर्ष 26 गते आएको 2 वर्षपछिको पुस 25 आयो ठ्याक्क 2 वर्ष बित्यो अब त्यसपछि त्यो भनेको मेरो अब लाइफको एउटा च्याप्टर थियो त्यो क्लोज भयो अब लाइफको चाहिँ अर्को च्याप्टरतिर अर्को यात्रातिर अगाडि बढ्दैछु आफ्नो फर्दर स्टडी पनि हेर्नु पऱ्यो सँगै बसेर पनि हुँदैन है काम गरेर अब यो काम गर्ने बेलामा अब तपाईँहरूसँग चिनजान भयो सँगै बसियो काम गऱ्यो होइन त्यो सहकारी एकदम त्यसलाई मैले सौभाग्य ठानेको छु तपाईँहरूसँग सँगै बसेर काम गऱ्यो कति उहाँ सरसँग त अब एउटै संस्थामा बसेर काम गऱ्यो हजुरहरूसँग अब केही कार्यक्रममा तालिममा होइन अथवा पालिकाको बैठकमा होला के होला त्यसरी चाहिँ सँगै बसेर काम गर्ने अवसर मिल्यो र यो फलेवासको स्वास्थ्यको टिम